खाली भयो आज चाहिँ पियाज नलिखाने भइहाल्छ। हेलो साथीहरू सबैजना नमस्कार र एकदमै स्वागत छ मेरो यो नयाँ भिडियोमा है। र साथीहरू आज चाहिँ मेरो किचनमा चाहिँ के पाक्दैछ भन्ने कुरा चाहिँ म तपाईँहरूलाई देखाउन गइरहेको छु। हेर्दै गर्नु होला मेरो यो भिडियोलाई, एकदमै पुरा भिडियो हेरेर लाइक शेयर कमेन्ट चाहिँ एकदमै नबिर्सिकन गरिदिनु होला। र साथीहरू आज चाहिँ चिकन चिल्ली बनाउने भनेर चाहिँ साथीहरू यहाँनिर चाहिँ मेरो चिकन फ्राई हुँदैछ हो। यहाँ एकदम अघि छोराले दिउँ चाहिँ मेरिनेट गरेर एकछिन ड्राई हुनको लागि राखिरहेको थियो नि त हो। अन्त एकदम चिकन फ्राई हुँदैछ साथीहरू हो। र साथीहरू चिकन चिल्लीको लागि चाहिँ यहाँ प्याज काटेर हो, टमाटर क्याप्सिकम काटेर रेडी छ। अन्त यता यो ग्रेभीको लागि पनि रेडी बनाइरहेको छ। यहाँनिर पकाउनु सुरु भइसक्यो। खोर्सानी उयो छ है, खोर्सानी लसुन र अदुवा चाहिँ मजाले फ्राई हुँदैछ साथीहरू हो। छोराले चाहिँ एकदम आमाले मिठो मिठो खान्छ भनेर यहाँ नपर्ने चाहिँ साथी हेरिहाल्नु प्याज फ्राई हुँदैछ हो। चिकन हेरिहाल्नुहोस् साथीहरू दामी फ्राई भएको छ हो। एकदम क्रिस्पी फ्राई गरिसकेको छ। अब जाँदैछ क्याप्सिकम र टमाटर कराईमा। त्यस्तो साह्रो बेसी पकाउनु पर्दैन है, अलिक फरक भएर त हुन्छ। मलाई चाहिँ क्याप्सिकमको एकदमै मनपर्छ। क्याप्सिकम चाहिँ के साथीहरू अलिक फरक खालको क्याप्सिकम खाने आज। यो कालो यो सोया सस र भिनेगर, कालो सस, सोया सस, अर्को सस र भिनेगरको मिक्स चाहिँ टोमेटो ससमा मिक्स ग्रेभीको लागि चाहिँ यो अब कन्फर पनि छ लगाइ हल्का हल्का ग्रेभी बनाएँ भने पनि लगाएँ। अब ड्राई चाहिँ मलाई ग्रेभीवाला बनाउँछ यम्मी। आज पनि यम्मी दिएको। अब जाँदैछ फाइनल फ्राई गरेको चिकन यहाँ चाहिँ साथीको नुन हर्दी अब अनुसारसँग मरमसला चाहिँ हालिसकेको छ हो। अलिकतिको यो इन्ग्रेडियन्ट हालिसकेर मिक्स हुँदैछ है साथीहरू हेरिहाल्नुहोस्। यम्मी खाली भयो आज चाहिँ पियाज नलिखाने भइहाल्छ। मेरो आजको चिकन चिल्ली चाहिँ रेडी भइसकेको छ र साथीहरूलाई म फाइनल लुक देखाउँदैछु। आजको हाम्रो डिनरको फाइनल लुक हेरिहाल्नुहोस् कस्तो भएछ हौ साथीहरू, दामी। अन्त साथीहरू है तपाईँहरू पनि घरमा बनाएर ट्राई गर्नु होला हो। यो चाहिँ सबै मेरो छोराले बनाएको उसकै रेसिपी हो। हेरिहाल्नुहोस् दामी यम्मी बनेको छ है साथीहरू। अन्त हेरेर चाहिँ साथीहरू हो लाइक शेयर कमेन्ट चाहिँ नबिर्सिकन गरिदिनु होला है। बाई बाई, थ्याङ्क यू फर वाचिङ।